वेलकम टू हजार ज्ञान। विश्वको सबैभन्दा फेमस इक्वेसन E=mc² ले के कुरा देखाउँछ त र यसमा भएको जुन मास अथवा चाहिँ एनर्जी के हो त आउनुहोस् जानौं। हाम्रो वरपर भएको जति पनि चीजहरू छन्, तपाई हामी ढुङ्गा माटो रुख बिरुवा जति पनि चीजहरू कुनै सोलिड रूपमा छन्, त्यस्तै गरेर हावाहरू चाहिँ ग्यासको रूपमा छन्, त्यस्तै गरेर पानी लिक्विड रूपमा छ, यसरी थुप्रै केही चीज प्लाज्माको रूपमा हुन्छ। यसरी जति पनि चीजहरू छन् यो सबै चीज नै म्याटर अथवा चाहिँ पदार्थ हो। यस्तो म्याटर चाहिँ हामीले यदि टुक्राउँदै गइन्छ भने हामी चाहिँ एटमिक लेभलसम्म पुगिन्छ र हरेक चीजहरू एटमहरू मिलेर नै बनेका हुन्। हामीले एटमलाई हेर्यौं भने यसमा इलेक्ट्रोन र प्रोटोन र न्यूट्रोनहरू हुन्छन्। यिनी चीजहरू मिलेर एटम बन्छ भने एटम जोडिएर केमिकली जोडिएर चाहिँ अरु चीजहरू बन्ने हो। जुन पेरियोडिक टेबलमा भएका विभिन्न एलिमेन्टहरू छन् मान्छेले अहिलेसम्म पत्ता लगाएका, जस्तै हाइड्रोजनलाई चाहिँ एकमा राखिएको छ किनकि यसमा भएको जुन प्रोटोन छ यो एउटा मात्रै छ भने हिलियममा दुईवटा प्रोटोन र न्यूट्रोनहरू हुन्छन्। यसरी फरक किसिमका एलिमेन्टहरू मिलेर जोडिएर केमिकली बन्ड भएर सबै चीजहरू हाम्रो वरिपरि भएको जुन जति पनि चीज छ यो सबै यही एटमहरूले नै बनेका हुन् र हरेक चीज बुझ्नको लागि एटमको जुन संरचना लगायत अन्य कुराहरू छन् यसलाई बुझ्नुपर्छ। यसरी विभिन्न एटमहरू मिलेर कुनै म्याटर बनेको छ। यही म्याटरको जुन मात्रा छ अथवा पृथ्वीमा हेर्यो भने यसको जुन वेट छ त्यही नै मास हो। पृथ्वीमा हामीले मासलाई चाहिँ ग्राम, किलोग्राम, टन, टनको हिसाबले नापिन्छ। म्याटर चाहिँ एटमहरू मिलेर बनेको हो। यदि हामीले कुनै एउटा एटमलाई हेर्यौं भने एटम यसको बाहिरपट्टि चाहिँ इलेक्ट्रोनहरू छन् जसले एटमको चक्कर लगाउँछन्। यस्तै गरेर यसको न्यूक्लियसमा अथवा चाहिँ सेन्टरमा प्रोटोन र न्यूट्रोनहरू छन्। हाइड्रोजनमा प्रोटोन मात्रै हुने गर्छ, एउटा मात्रै प्रोटोन हुने गर्छ भने यसपछि अरूमा चाहिँ न्यूट्रोनहरू पनि हुन्छन्। यसरी प्रोटोन, इलेक्ट्रोन र न्यूट्रोन मिलेर कुनै एटम बनेको छ र यो एटमलाई चाहिँ एउटा संरचनामा बनाएर राख्नको लागि यसमा न्यूक्लियसलाई चाहिँ स्ट्रङ न्यूक्लियर फोर्सले प्रोटोनहरूलाई चाहिँ आपसमा एक ठाउँमा दबाएर राखेको छ भने इलेक्ट्रिक चार्जको कारणले, अपोजिट इलेक्ट्रिक चार्जको कारणले चाहिँ प्रोटोनहरूले इलेक्ट्रोनलाई आफूतर्फ तानिरहन्छन् र यसरी एउटा एटमको संरचना बन्ने गर्छ। यसरी एटममा भएका जुन प्रोटोन, इलेक्ट्रोन र न्यूट्रोनहरू थिए यिनीहरूको संख्या अथवा चाहिँ मात्रा र यिनीहरूलाई जोडेर जुन एटम एउटा बनेको छ, संरचना बनेको छ, फोर्सहरू स्ट्रङ न्यूक्लियर फोर्स, त्यस्तै गरेर इलेक्ट्रिक चार्ज लगायत जति पनि चीजहरू छन् त्यसैको मात्रा अथवा चाहिँ जुन वेट छ, हामीले पृथ्वीमा वेट नै भन्छौं, त्यही नै मास हो। भने यदि हामीले कुनै एउटा मात्रै एटमलाई हेर्यौं भने यसको जुन न्यूक्लियस छ जहाँ प्रोटोन र न्यूट्रोनहरू छन् र यिनीहरूलाई जोडेर राख्नको लागि स्ट्रङ न्यूक्लियर फोर्सले यिनीहरूलाई दबाएर राखेको छ। यही नै कुनै पनि चीजको 99% जुन मास छ यो यही न्यूक्लियसमा हुने गर्छ र बाँकी थोरै चीज मात्रै अरूमा हुने हो, जस्तै इलेक्ट्रोनको कारणले थोरै मात्रै मास आउने हो। यसरी मेन जुन मास छ यो चाहिँ न्यूक्लियसमा हुने हो जहाँ प्रोटोन र न्यूट्रोनहरू छन्। हाइड्रोजनमा प्रोटोन मात्रै भयो भने डेन्सिटी बढ्दै जाँदाखेरि, जस्तै इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनहरू बढ्दै जाँदा, संख्याहरू बढ्दै जाँदा चाहिँ यसको मास बढ्ने गर्छ। जस्तै कुनै हाइड्रोजनमा एउटा प्रोटोन मात्रै थियो तर यही काम चाहिँ कुनै आइरनमा हेर्यौं भने यहाँ चाहिँ 26 वटा प्रोटोनहरू छन्, यस्तै गरेर 30 वटा न्यूट्रोन र 26 वटा इलेक्ट्रोनहरू पनि छन्। यसरी एटमको जुन सब एटमिक पार्टिकलहरू छन् यिनीहरूको डेन्सिटी बढ्दै जाँदा जुन मास छ यो पनि बढ्दै जान्छ। त्यही भएर हाइड्रोजन भन्दा आइरन चाहिँ बहुत भारी छ, यसको वेट धेरै छ अथवा चाहिँ मास धेरै छ किनकि यहाँ जुन चीजहरू छन्, सब एटमिक चीजहरू छन्, यिनीहरू पनि बहुत धेरै छन्। र जुन मेन मास छ 99% भन्दा बढी मास छ यो चाहिँ न्यूक्लियसमा हुने गर्छ जहाँ चाहिँ प्रोटोन र न्यूट्रोनहरू छन्। यो कुरालाई चाहिँ अलि ध्यान दिनु पर्यो। यस्तै गरेर कुनै म्याटरले चाहिँ यदि एनर्जीलाई एब्जर्ब गरेर राखेको छ, जस्तै हामीसित दुईवटा ढुङ्गा छन्, एउटा चाहिँ तातो छ बहुत, एउटा चाहिँ नर्मल छ भने तातो ढुङ्गाको मास बढी हुने गर्छ। त्यो ढुङ्गाले चाहिँ हिट एनर्जी अथवा चाहिँ थर्मल एनर्जीलाई स्टोर गरेर राखेको छ, त्यहाँबाट चाहिँ बिस्तारै थर्मल एनर्जी चाहिँ लिक हुन्छ र त्यहाँ भएका जुन इलेक्ट्रोनहरू छन् यिनीहरूमा चाहिँ भाइब्रेसन हुने गर्छ, बहुत धेरै भाइब्रेसन हुने गर्छ र यहाँबाट चाहिँ थर्मल एनर्जी रिलिज हुन्छ। यसरी कुनै म्याटरले चाहिँ यदि एनर्जीलाई एब्जर्ब गरेर राखेको छ भित्र चाहिँ भने त्यस्तो अवस्थामा पनि मास बढ्ने गर्छ। यस्तै गरेर केमिकली चीजहरू जोडिँदाखेरि, कुनै केमिकली फरक एटमका केमिकलहरू जोडिँदाखेरि मास बढ्ने गर्छ भने त्यस्तो चीजहरू टुक्रिँदाखेरि चाहिँ मास घट्ने गर्छ र जुन केमिकल एनर्जी छ त्यही टुक्रिए बापत नै आउने हो। यसरी मास सिम्पल म्याटरको जुन मात्रा छ, म्याटर चाहिँ एटमहरू मिलेर बनेको हो। एटमहरू प्रोटोन, इलेक्ट्रोन र न्यूट्रोन मिलेर बनेका हुन् भने यिनीहरूको जुन मात्रा छ र यिनीहरूलाई जोड्ने जुन अन्य फोर्सहरू छन् त्यसैको मात्रा, क्वान्टिटी पृथ्वीमा हामीले भन्यो भने चाहिँ वेट जुन छ त्यही नै मास हो। सामान्य रूपमा एनर्जीको जुन परिभाषा छ यसमा कुनै केही परिवर्तन ल्याउनको लागि अथवा केही काम गर्नको लागि चाहिने जति पनि शक्ति अथवा फोर्सहरू छन् त्यो सबै एनर्जी हो।
तर E = mc स्क्वायरमा एनर्जी मासकै त्यही हिस्सा हो जुन मासदेखि छुट्टियो अथवा टुक्रियो र गएर त्यसले अर्को कुनै म्याटरसित केही रियाक्ट गर्छ भने अथवा जुन म्याटरको मोमेन्टमको कारणले केही परिवर्तन हुन्छ भने त्यो एनर्जी हो। एनर्जीलाई नर्मली दुई किसिमले डिभाइड गरिएको छ, बाँडिएको छ। यसमा एउटा पोटेन्शियल एनर्जी भयो जसलाई चाहिँ स्टोर एनर्जी पनि भनिन्छ। जस्तै केमिकली कुनै चिजहरू रियाक्ट गरेर आउने एनर्जी, जस्तै पेट्रोलमा भएको जुन कार्बन छ त्यो हावामा भएको अक्सिजनसित जब जोडिन्छ कार्बन डाइअक्साइड बन्छ, त्यहाँबाट थोरै हिट अथवा चाहिँ थर्मल एनर्जी निस्कने गर्छ र त्यसले चाहिँ त्यहाँ भएको ग्यासहरूको टेम्परेचरलाई बढाउने गर्छ। यसरी ग्यासहरूको टेम्परेचर बढ्दा ग्यास एक्सपान्ड हुन्छ भने त्यही एक्सपान्ड ग्यासले रकेट चल्ने हो, जेट इन्जिन, मोटरसाइकल, बस, ट्रक सबै त्यही इन्जिनले चल्ने हो अथवा त्यही एनर्जीले चल्ने हो। यसरी केमिकली चिजहरू जोडिँदा अथवा टुक्रिँदा चाहिँ एनर्जी रिलिज हुन्छ। त्यस्तै गरेर ग्राभिटेसनल एनर्जी, जहाँ चाहिँ पृथ्वीको ग्राभिटीले हरेक चिजलाई आफूतर्फ तानिरहेको छ, यो पनि मासको कारणले नै आउने हो। पृथ्वीको एक निश्चित मात्रामा मास छ, यसको कारणले जुन स्पेस टाइम छ, फोर्थ डाइमेन्सन स्पेस टाइम, यसमा चाहिँ ब्यान्ड भएको छ भने अब हरेक चिज चाहिँ पृथ्वीको सेन्टरतर्फ खस्ने गर्छन्। यसरी ग्राभिटी पनि मासको कारणले नै हुने हो। यस्तै गरेर इलेक्ट्रिक एनर्जी, दुईटा तारमा, एउटा तारमा बहुत धेरै एक्स्ट्रा इलेक्ट्रोनहरू छन् जसलाई केही चिजले धकेलेको छ भने अर्कोमा इलेक्ट्रोनको कमी छ। यस्तो अवस्थामा एउटा तारले चाहिँ आफू इलेक्ट्रोनलाई तानिरहन्छ भने अर्को चिजले चाहिँ इलेक्ट्रोनलाई धकेलिरहन्छ र दुईटा चिजबीच चाहिँ पोटेन्शियल डिफरेन्स बन्छ र इलेक्ट्रोनको फ्लो हुन्छ र इलेक्ट्रोनको फ्लोले इलेक्ट्रिक चार्ज बन्छ भने त्यसैले बिजुलीबाट चल्ने चिजहरू चल्ने हो। न्युक्लियर एनर्जीको बारेमा हामी थोरै यसो पछि कुरा गरौँला। त्यस्तै गरेर अर्को छ इलास्टिक एनर्जी। जस्तै कुनै दुईटा एटम चाहिँ आफूमा एकदम नजिक आयो भने, जस्तै यो एटमले चाहिँ आफ्नो इलेक्ट्रोनलाई आफूतर्फ तानिरहेको हुन्छ, तर यदि यसको एक निश्चित नजिक समय अर्को पनि एटम आउँछ भने यसले अरूको इलेक्ट्रोनलाई पनि आफूतर्फ तान्दिने गर्छ र यसरी चिजहरू चाहिँ जोडिने गर्छन्। यस्तो अवस्थामा यदि हामीले यो चिजलाई चाहिँ बाहिर तानिन्छ भने यसलाई चाहिँ इलेक्ट्रिक चार्जको कारणले, अपोजिट इलेक्ट्रिक चार्जको कारणले यो फेरि ब्याक आफ्नो ठाउँमा आउने गर्छ र यसरी चाहिँ इलास्टिक एनर्जीले काम गर्छ। जस्तै स्प्रिङहरू तान्यो भने ब्याक आफ्नो ठाउँमा आउने गर्छ, जस्तै रबरहरू। यस्तै गरेर अर्को छ काइनेटिक एनर्जी, जुन चाहिँ कुनै म्याटरको मोमेन्टमको कारणले म्याटरहरूबाट आउने हो। जस्तै इलेक्ट्रिक एनर्जीमा यो एउटा काइनेटिक एनर्जी पनि हो, इलेक्ट्रिक एनर्जी पोटेन्शियल एनर्जी पनि भयो। यसमा जस्तै कुनै इलेक्ट्रोन चाहिँ कुनै एउटा तारमा जाँदै गर्दा यसलाई केही चिजले धकेलेर लान्छ भने यो जाँदै गर्दा चाहिँ यहाँबाट म्याग्नेटिक फिल्ड पनि मुभ हुन्छ र त्यसरी चाहिँ म्याग्नेटिक फिल्डले, कोइलमा म्याग्नेटिक फिल्ड बन्छ भने त्यसैले पंखा मोटरहरू चल्ने हो। यस्तै कुनै एउटा इलेक्ट्रोन चाहिँ यसको एकदम नजिक आएर टाढा जान्छ भने त्यस्तो अवस्थामा नेगेटिभ चार्ज इलेक्ट्रोनले अर्को नेगेटिभ चार्ज इलेक्ट्रोनलाई आफूबाट टाढा धकेल्छ। यस्तो अवस्थामा यो जुन इलेक्ट्रोन छ यो आफ्नो ठाउँबाट छोडेर तल झर्छ भने फेरि तुरुन्तै माथि आउने गर्छ, ब्याक आफ्नो ठाउँमा आउने गर्छ भने यहाँबाट फोटोनको रूपमा एनर्जी रिलिज गरिदिन्छ। यसरी जुन लाइट छ यो पनि काइनेटिक एनर्जी हो भने जुन इलेक्ट्रोनको मोमेन्टमको कारणले इलेक्ट्रिसिटीले काम गर्छ त्यो पनि काइनेटिक एनर्जी भयो। यस्तै गरेर साउन्ड, कुनै चिजमा केही भाइब्रेट हुन्छ भने त्यसले हाम्रो एटमोस्फियरमा भएको हावा अथवा पार्टिकलहरूलाई पनि भाइब्रेट गराउँछ भने त्यही भाइब्रेसन चाहिँ फैलिँदै फैलिँदै हाम्रो कानसम्म आवाजको रूपमा आउने हो। यस्तै गरेर थर्मल एनर्जी, इलेक्ट्रोनले चाहिँ एटमको चक्कर लगाइरहेका छन्। यस्तो अवस्थामा यिनीहरूले चक्कर लगाउँदा चाहिँ यिनीहरूमा चाहिँ भाइब्रेसन हुन्छ, यिनीहरू चाहिँ तलमाथि हुन्छन्, एउटाले अर्कोलाई चाहिँ रियाक्ट गर्ने, धक्कल्ने अथवा चाहिँ रेजिस्टेन्स दिने हुन्छ भने त्यस्तो अवस्थामा यहाँबाट चाहिँ थर्मल एनर्जी हिटको रूपमा यहाँबाट निस्कने गर्छ र त्यसैले थुप्रै चिजहरू चल्ने हो। हाम्रो खानेकुरा पनि थर्मल एनर्जीले पाक्ने हो। त्यस्तै गरेर हावा अथवा चाहिँ हावा यताउता जाँदा चाहिँ दुईटा लो प्रेसर अथवा एक ठाउँमा चाहिँ प्रेसरमा डिफरेन्स हुने गर्छ र कुनै पनि चिज हाई प्रेसरबाट लो प्रेसरतर्फ जाने हो र विन्डको कारणले थुप्रै चिजहरू जस्तै विन्ड टर्बाइनहरू घुम्ने गर्छन्। यसरी एनर्जी, पोटेन्शियल एनर्जी चाहिँ स्टोर एनर्जी अथवा चाहिँ सम्भावित एनर्जी भयो भने काइनेटिक एनर्जीमा चाहिँ केही चिज यताउता भएको कारणले आउने एनर्जी काइनेटिक एनर्जी भयो। र यति जति पनि एनर्जी थिए हामीले ग्राभिटीलाई छोडेर र न्युक्लियरलाई छोडेर हामीले अरू जति पनि एनर्जी थिए त्यो एनर्जी एकचोटि इलेक्ट्रोनको कारणले आउने हो, इलेक्ट्रोन अथवा चाहिँ इलेक्ट्रिक चार्जको कारणले आउने हो। तर जुन म्याटर छ, म्याटरको जुन 99% भन्दा बढी मास छ यो न्युक्लियसमा छ। यस्तो अवस्थामा इलेक्ट्रोनको कारणले इलेक्ट्रोनको जुन मास छ यो बहुत थोरै छ र यसको मेजोरिटी अफ मास चाहिँ 99% भन्दा बढी मास न्युक्लियसमा भएको भएर यदि न्युक्लियसबाट एनर्जी रिलिज हुन्छ भने त्यो एनर्जी बहुत धेरै हुनेछ, जुन कन्भेन्सनल अथवा अरू एनर्जी भन्दा बहुत धेरै हुनेछ। त्यही कुरालाई नै E = mc² ले देखाउने हो। जस्तै युरेनियम 235 लाई यदि चाहिँ हामीले टुक्राइन्छ भने त्यो टुक्रिएर दुईटा चिज बन्ने गर्छ। त्यसरी टुक्रिँदा बनेको चिजहरू पहिलाको भन्दा तिनीहरूको मास घट्ने गर्छ भने त्यो एनर्जीमा रिलिज हुन्छ, त्यो न्युक्लियर फिसन भयो।
यस्तै गरेर कुनै एउटा हाइड्रोजनको एटममा यदि अर्को पनि प्रोटोन राखिन्छ, त्यस्तै गरेर न्युट्रोनहरू पनि यहाँ थपिन्छ भने अब यो चाहिँ हिलियमको एटम बन्यो। यसरी चारवटा हाइड्रोजनको एटमहरूलाई यदि एउटा हिलियमको एटममा कन्भर्ट गरिन्छ भने त्यो चाहिँ न्युक्लियर फ्युजन भयो, जहाँ चाहिँ चारवटा हाइड्रोजनको एटमको मास एउटा हिलियमको एटमको मासभन्दा धेरै हुन्छ भने त्यो बाँकी रहेको हिस्सा चाहिँ एनर्जीमा कन्भर्ट हुन्छ। यसरी जुन कन्भेन्सनल जति पनि एनर्जीहरू थिए, केमिकल एनर्जी, इलेक्ट्रिक एनर्जी, यो सबै यही इलेक्ट्रोनको कारणले आउने भएको भएर र जुन न्युक्लियर एनर्जी छ यो चाहिँ न्युक्लियसबाट आउने भएको भएर एकचोटि र 99% मास चाहिँ न्युक्लियसमा भएको भएर मास नै एनर्जी हो, मासलाई नै एनर्जीमा कन्भर्ट गरिने हो। त्यही भएर जुन न्युक्लियर एनर्जी छ यसले चाहिँ कन्भेन्सनल एनर्जीले भन्दा 10औं लाख गुणा बढी एनर्जी दिन्छ। त्यही कुरालाई नै E=mc² ले देखाउने हो। र मास नै एनर्जी भएको भएर जहाँ धेरै मास छ, धेरै मासमा कुनै परिवर्तन हुन्छ भने त्यहाँबाट धेरै एनर्जी रिलिज हुन्छ। यो चाहिँ सामान्य कुरा भयो। यसरी E=mc² ले एनर्जीलाई मासकै हिस्सा मानेको छ भने यही मासबाटै निस्किएको हरेक चिजहरू एनर्जी हो भने जुन मेन न्युक्लियसमा मास चाहिँ सबभन्दा धेरै न्युक्लियसमा भएको भएर न्युक्लियरबाट जब एनर्जी रिलिज हुन्छ त्यो चाहिँ बहुत धेरै हुने, 10औं लाख गुणा धेरै हुने कुरालाई यसले एक्सप्लेन गरेको छ। स्पिड अफ लाइट यानी सी, लाइट 1 सेकेन्डमा कति दूरी पार गर्छ त भन्ने कुरा हो। लाइटले 1 सेकेन्डमा चाहिँ 3 लाख किलोमिटरको दूरी पार गर्ने गर्छ र स्पिड अफ लाइट छ यो हाम्रो ब्रह्माण्डको एउटा फन्डामेन्टल चिज हो। जस्तै ग्राभिटीले हरेक चिजलाई ताने जस्तै जुन स्पिड अफ लाइट छ यो आफैमा टाइम हो। कुनै पनि चिज यदि स्पिड अफ लाइटमा ट्राभल गर्छ भने त्यहाँ टाइम 0 हुन्छ भने यस्तै गरेर कुनै चिज स्पिड अफ लाइटमा ट्राभल गर्छ भने त्यहाँ मास पनि 0 हुन्छ र सबै चिज चाहिँ एनर्जी बन्ने गर्छ। र यदि कुनै मासलाई, कुनै चिजलाई, जस्तै यो पेनलाई चाहिँ यदि हामीले 100% एनर्जीमा रिलिज गरिन्छ भने यसबाट म्याक्सिमम हुन सक्ने भनेको कुनै रेडिएसन अथवा कुनै पार्टिकल हो र रेडिएसन र पार्टिकलको दुनिया आफैमा स्पिड अफ लाइट हो। त्यही भएर चाहिँ एनर्जीलाई देखाउनको लागि चाहिँ यहाँ हामीले स्पिड अफ लाइटलाई युज गरियो। स्क्वायरले डाइरेक्सन भन्ने कुरा देखाउँछ। कुनै यहाँबाट यहाँसम्म 3 लाख किलोमिटर हुन्छ तर यो चाहिँ हरेक साइडबाट हेऱ्यो भने यो चाहिँ स्क्वायर हुने गर्छ र एनर्जीलाई हामीले कुनै एउटा डाइरेक्सनमा देखाउन मिल्दैन। त्यसैले C² ले एउटा बहुत ठुलो नम्बर देखाउँछ जुन चाहिँ कन्भर्जन रेसियो हो मास र एनर्जी बीचको। जस्तै कुनै आइसी यदि 100 रुपैयाँ आइसी छ भने यो चाहिँ नेपाली 160 रुपैयाँ हुने गर्छ। यसमा राष्ट्र बैंकले तोकेको जुन 1.6 को रेसियो छ यसले चाहिँ नम्बरको हिसाबले यो फरक भए पनि दुवैको भ्यालु बराबर भयो। यसरी जुन यो कन्भर्जन रेसियो छ जुन C² पनि यही कन्भर्जन रेसियो हो जसले स्थिर अथवा फिक्स भएको मासलाई यदि एनर्जीमा कन्भर्ट गरिन्छ भने त्यहाँ कति एनर्जी रिलिज हुन्छ त भनेर एनर्जीलाई नम्बरमा देखाउनको लागि जुन कन्भर्जन रेसियो छ यो C² हो जसले चाहिँ बहुत ठुलो नम्बर देखाउने गर्छ। र E=mc² मा C² ले अरु केही कुराको पनि एक्सप्लेन गर्दैन। यो चाहिँ एउटा बहुत ठुलो नम्बर हो जसले चाहिँ एनर्जी र मास बीचको जुन रेसियो छ, जुन कन्भर्जन रेसियो छ त्यसलाई देखाउने गर्छ भने हामीले यो फर्मुला बुझ्नको लागि C² को अध्ययन गर्न आवश्यक छैन। यो जस्ट एउटा कन्भर्जन रेसियो हो, त्यति मात्रै बुझ्नु पर्यो। यसरी अल्बर्ट आइन्स्टाइनको जुन फेमस इक्वेसन छ E=mc², यसले जुन एनर्जी अथवा जुन मास छ यो एउटै कुरा हो अथवा चाहिँ एनर्जीलाई मासमा र मासलाई चाहिँ ब्याक एनर्जीमा कन्भर्ट गर्न सकिन्छ भन्ने कुरा देखाउँछ। मासलाई एनर्जीमा कन्भर्ट गर्दा कति एनर्जी आउँछ त त्यो कुरा देख्नको लागि हामीले यसलाई चाहिँ स्पिड अफ लाइट स्क्वायर यानी C² ले गुणन गर्नु पर्यो। र C² चाहिँ एउटा कन्भर्जन रेसियो अथवा चाहिँ दुईटालाई कन्भर्ट गर्दा कति एनर्जी आउँछ त भनेर देखाउने एउटा आधार भयो। यहाँ चाहिँ मास भन्नाले जुन म्याटर छ हाम्रो वरिपरि भएको सबै चिजहरू यो चाहिँ एटमहरू मिलेर बनेको हो। यसरी एटममा भएको प्रोटोन, इलेक्ट्रोन, न्युट्रोनको जुन संख्या, मात्रा छ अथवा यिनीहरूलाई जोडेर राख्ने जुन फोर्सहरू छन्, स्ट्रङ न्युक्लियर फोर्स लगायत अन्य इलेक्ट्रिक चार्जहरू, र यदि यसले चाहिँ एनर्जी एब्जर्ब गरेर राखेको छ भने त्यो एनर्जी पनि भयो। यदि यो मोमेन्टममा छ भने त्यो पनि भयो। यदि यो केमिकलहरूसित जोडिएको छ भने त्यो पनि भयो। त्यो सबै चिजहरूको जुन मात्रा छ यही नै मास हो भने एनर्जी चाहिँ यही मासबाट कन्भर्ट भएको चिज हो भने त्यो एनर्जी चाहिँ गएर फेरि अर्को कुनै म्याटरसित रियाक्ट गर्छ। र स्पिड अफ लाइट जुन C² छ यो चाहिँ एउटा कन्भर्जन रेसियो भयो। एनर्जीलाई नम्बरमा देखाउनको लागि मासलाई चाहिँ हामीले स्पिड अफ लाइट स्क्वायर ले गुणन गर्नु पर्यो। र यसरी फेमस जुन इक्वेसन छ यसले चाहिँ मास र एनर्जी एउटै कुरा हो, यसलाई चाहिँ कन्भर्ट गर्न सकिन्छ अथवा चाहिँ यो चाहिँ कन्भर्टेबल कुरा हो। मासलाई एनर्जी र एनर्जीलाई चाहिँ मासमा कन्भर्ट गर्न सकिन्छ। एनर्जी चाहिँ केही फरक कुरा नभएर यो चाहिँ मासकै हिस्सा हो, मासबाट आएको चिज हो अथवा चाहिँ मासबाट एनर्जीमा कन्भर्ट भएको भन्ने कुरा देखाउँछ। र कुनै पनि म्याटर, नर्मल म्याटरको हामीले अहिलेसम्म कुरा गरेको नर्मल म्याटर भयो, तर ब्रह्माण्डमा अरू किसिमको म्याटरहरू पनि छ। जस्तै न्युट्रोन स्टारहरूमा जुन एटमहरू छ यो एटमहरू हुँदैन, त्यहाँ हरेक चिज न्युट्रोनबाट मिलेर बनेको हुन्छ। त्यस्तै गरेर ब्ल्याक होलमा यो सबै चिज चाहिँ आपसमा कम्प्रेस भएर यो एउटा कुनै टाइनी डटको रूपमा, सिंगुलारिटीको रूपमा रहेको हुन्छ, तर त्यसको पनि त्यहाँ मास हुने गर्छ।
र E इक्वल टु mc स्क्वायरले मास र एनर्जी एउटै कुरा भएको भनेपछि जुन 99% मास छ यो चाहिँ न्युक्लियसमा भएको भएर यदि न्युक्लियसबाट यदि एनर्जी रिलिज हुन्छ भने यो बहुत धेरै हुनेछ भन्ने कुरा देखाउँछ र त्यसैको परिणामस्वरूप विश्वमा चाहिँ न्युक्लियर एनर्जी आएको हो र दोस्रो विश्वयुद्धपछि न्युक्लियर एउटा प्रमुख जियोपोलिटिकल घटना भएको भएर र E इक्वल टु mc स्क्वायर सबैले स्वीकारेको र हरेक किसिमको एक्सपेरिमेन्टमा यसले चाहिँ एउटै नतिजा देखाइदिएको भएर चाहिँ यो चाहिँ विश्वको सबभन्दा फेमस इक्वेसन अथवा चाहिँ फर्मुला भयो। यसलाई अझै विस्तृतमा बुझ्नको लागि अध्ययन गर्नुपर्ने चिज भनेको म्याटर हो र म्याटरको जुन युनिट छ एटमहरू छ यदि एटमहरूको अध्ययन गर्यो भने चाहिँ यो कुरा बुझ्न सजिलो हुन्छ। एनर्जी बुझ्न सजिलो छ यसबाट आएको चिज हो भने या स्पिड अफ लाइट एउटा कन्भर्जन रेसियो मात्रै एउटा नम्बर मात्रै हो जसले चाहिँ एनर्जीलाई चाहिँ देखाउनको लागि हो भने यो फर्मुलामा c स्क्वायरको धेरै अरू एक्सप्लेन गरिएको छैन। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।